वेलकम ब्याक टु द च्यानल। च्याम्पियन्स लिग ब्याक भए साथसाथै म पनि कन्सिस्टेन्टली पाराले ब्याक भइसकेको छु। कन्सिस्टेन्ट लाइक नेभर गेट आउट। र अब आउँदै गरेको यो च्याम्पियन्स लिगको म्याचहरू फायर आगो लगाउनेवाला छ। तिमीहरूको बिस्तारा, तिमीहरूको टी सर्ट के हो सबै सम्हाला गेडा हो। तिमीहरूको मुखबाट पानी निस्किने, कता कताबाट सबै ठाउँबाट पानी निस्किने चाहिँ फिक्सर्सहरू गेमहरू छ के तिमीहरूले विश्वासै गर्दैनौ। हेरिसक्यो होला कतिजनाले चाहिँ हेरेया छैन, थाहा छैन भने चाहिँ म यही भिडियोमा हामी बसेर मजाले म्याच प्रिभ्यू ओभरभ्यू के हुन्छ सबै मिलेर गर्नुपर्छ। पहिलो गेम मड्रिड र बायर्न म्युनिक, हिस्ट्री सबैलाई थाहा छ के हुन्छ त्यहाँ भनेर होइन। अनि अर्को गेम लास्ट इयरको फेरि सेम फिक्सर रिपिट, लिभरपुल भर्सेस प्यारिस सेन्ट जर्मन। याद छ होला पिएसजीले धोएको लिभरपुललाई, ब्याङ्गर गेम भएको थियो। अनि त्यसपछि अर्को गेम आर्सेनल र स्पोर्टिङ, बोटलर्सहरू ब्याक इन टाउन। के बोटलर्सहरूले फेरि बोटल गर्नेवाला छन् कि छैनन्? र स्पोर्टिङ, ओ माई गुडनेस, बोडो क्लिम्पलाई हराएर स्पोर्टिङले नपत्याउँदो पारामा चाहिँ क्वार्टर फाइनलमा आएको छ। र लास्टमा चाहिँ बार्सिलोना भर्सेस एथलेटिको मड्रिड, ब्याङ्गर गेमहरू छ केटा हो। र आज हामी यहाँ बसेर सबै गेमको म्याच प्रिभ्यू अनि त्यसपछि अलिकति एनालाइसिस गर्दै गर्दै कुन प्लेयरहरू अभाइलेबल छन्, कुन प्लेयरहरू चाहिँ मिस आउट गर्नेवाला छन् त यो क्वार्टर फाइनलको ब्याङ्गर गेम, फर्स्ट लेग सेकेन्ड लेग होइन। अनि त्यसपछि लास्टमा साथसाथै प्रिडिक्सन दिएर हामी यो भिडियोमा सुरु गर्न जाँदैछौँ। लेट्स गो। पहिलो गेम चाहिँ हामी रियल मड्रिड भर्सेस बायर्न म्युनिकको कुरा गर्नेवाला छौँ। मड्रिडको गेम चाहिँ सुरुमै किन गरे भन्दा चाहिँ अब डिक्टेटरहरूको टिम हो, राम्रो कुरा गर्नुपर्छ। फेरि यहाँ बम सम आउन थाल्यो भने नराम्रो हुन्छ केटा हो, डिक्टेटरहरूको टिम। सो वी गोना बिगिन विथ रियल मड्रिड भर्सेस बायर्न म्युनिक। अब रियल मड्रिड र बायर्न म्युनिक अलवेज ब्याङ्गर हुन्छ गेम चाहिँ। अब यिनीहरूको हिस्ट्री पास्ट हेड टु हेड हेर्ने हो भने चाहिँ वान साइडेड छ केटा। 14वटा गेम खेलेका छन् यिनीहरूले अनि 8वटा जितेका छ मड्रिडले, 8वटा, 3टा जितेछ बायर्न म्युनिकले, 3टा ड्र छ है। के लाग्छ तिमीहरूलाई अब यो भोलि हुँदै गएको गेममा चाहिँ कुन चाहिँ टिम फेभरेट छ त? अब रिसेन्टली हेर्ने हो भने चाहिँ, अहिलेको रिसेन्ट फर्ममा हेर्ने हो भने चाहिँ अफकोर्स सबैले बायर्न म्युनिक भन्छ। तर सबैले बायर्न म्युनिक भन्दै गर्दाखेरि चाहिँ तपाईँहरूले यो नभुल्नुहोस् कि रियल 15वटा च्याम्पियन्स लिग नो यसै आएको होइन। म्यान्चेस्टर सिटीलाई त्यसै हराएको छैनन्। सेम यही कुरा म्यान्चेस्टर सिटीसँग भएको थियो कि म्यान्चेस्टर सिटीले त पेल दिन्छ रियल मड्रिडलाई। कसले पेल्यो? दुइटै लेगमा पेल्यो नि। अल्भारो आर्बेलुवाको नुन्नीहरूको टिमले एकाडेमीको प्लेयर्स ल्याएर पेप गार्डियोलालाई मात खिलाइदियो के। अब सेम हुन्छ कि हुँदैन? अब तिमीहरूलाई यहाँ मड्रिडको फ्यानहरूले देख्छ होला, कतै भनेको सुन्छ होला कि बायर्न म्युनिकले त पेल दिन्छ हामीलाई। नो, यो स्क्याममा चाहिँ पर्ने नै होइन। बार्सिलोना फ्यान भइसकेपछि यति याद राख्नुहोस् कि रियल मड्रिड ला लिगामा छुट्टै खेल्छ र च्याम्पियन्स लिगमा छुट्टै खेल्छ। यिनीहरू छुट्टै खेल्छन् के, जे भए पनि यिनीहरू छुट्टै खेल्छन्। किनकि च्याम्पियन्स लिग भनेको यिनीहरूको असली देखाउँछन् यिनीहरूले। च्याम्पियन्स लिग भनेको के हो? यिनीहरूको असली बल्ल आउँछ फर्म ब्याक के। अब भोलिको गेममा चाहिँ कुन प्लेयर अनएभाइलेबल छन्, एभाइलेबल छन् म तपाईँलाई भन्छु। अब खासै त्यस्तो धेरै अनएभाइलेबल त छैन। अब धेरै प्लेयरहरू ब्याक आइसकेका छन्। एम्बापे, डिक्टेटर एम्बापे आइसकेको छ। त्यसपछि बेलिङ्गम पनि आइसकेको छ। अब स्टार्ट गर्छ कि गर्दैन त छुट्टै कुरा भइसक्यो। किनकि अल्भारो आर्बेलुवालाई पनि आफै अगाडि आएर भन्छ कि थियागो पिताजलाई खेलाउने कि बेलिङ्गमलाई खेलाउने भनेर। थियागो पिताज र बेलिङ्गममा अब अफकोर्स अब प्लेयर प्रोफाइल हेर्ने हो भने चाहिँ बेलिङ्गम बेटर हुन्छ। तर एज जति आउटपुट थियागो पिताजले दिएको थियो जब बेलिङ्गम बाहिर थियो त्यति बेलामा चाहिँ इट्स भेरी इम्पोर्टेन्ट टु सी चाहिँ कुन प्लेयर चाहिँ हाल्दा बेटर हुन्छ भनेर। अनि सेम फर एडर मिलिटाओ, डिन ह्युसन भयो। पछाडि ब्याकलाइन चाहिँ जेउस अहिले सर्टेड छ होइन। रुडिगर पनि छ, रुडिगरलाई नयाँ कन्ट्र्याक्ट दिने कुरा छ। अनि एज वेल एज कामाभिङ्गा पनि अलिकति आइरहेको छ सोर्सेसबाट न्युज कि कामाभिङ्गा विल लिभ। यो चाहिँ अनटचेबल चाहिँ हुनेवाला छैन। कामाभिङ्गा पनि अब बेच्न पर्ने अवस्था आउन सक्छ भनेर। अब नि उता बायर्न म्युनिकको कुरा गर्ने भने बायर्न म्युनिक त अब क्रेजी फर्ममा छन्। केन जो मान्छे मिस आउट हुने सम्भावना थियो ऊ पनि आउने कुरा छ, अब खेल्ने कुरा छ, ट्रेनिङ गरिसकेको छ। अनि लेमर र उपेमेकानो यो दुईटा रिस्की के हुन्छ भने चाहिँ कुन प्लेयरले चाहिँ कार्ड पायो भने चाहिँ सेकेन्ड लेग मिस आउट गर्न सक्छन् भन्दा चाहिँ लेमर र उपेमेकानोले मात्रै चाहिँ यदि येलो कार्ड पायो भने फर्स्ट लेगमा, अनि त्यसपछि तिनीहरूले चाहिँ सेकेन्ड लेग चाहिँ मिस गर्छन्। अनि मड्रिडको लागि चाहिँ त्यो लिस्ट लामो छ केटा। यदि मड्रिडबाट एम्बापे, बेलिङ्गम, भिनी, चुआमिनी, त्यहाँ अझै 1-2टा प्लेयरहरू छन् यही राखिदिन्छु मैले, यिनीहरूले चाहिँ फर्स्ट लेगमा येलो कार्ड पायो भने चाहिँ सेकेन्ड लेग यिनीहरू धेरै मिस गर्न सक्छन् भन्ने तपाईँलाई थाहा छ होला। थाहा छैन भने मैले लिस्ट हालिसकेको छु है। सो गेम एकदम ब्याङ्गर हुनेवाला छ। अब सबैलाई थाहा छ बायर्न म्युनिकको टिम लुइस डियाज छ, केन वापिस आइसकेको छ, ओली
ओलिजे छ, ओलिजे यार लमिन यमाल हो बायर्न म्युनिखको एसिस्ट रेकर्ड तोड्छ वान सिजनमा अलमोस्ट। हेरौँ कति हुन्छ। ओलिजेको रेकर्ड हेर्ने हो भने क्रेजी छ केटा हो। दुइटै टिम ब्याङ्गर छ, तर यो नमानुस् कि रियल मैड्रिड फेभरेट होइन भनेर। च्याम्पियन्स लिगमा रियल मैड्रिड कहिले पनि अनफेभरेट भनेर हुँदैन, सधैँ फेभरेट नै हो। यदि तिमीहरूले रोनाल्डो मेस्सी 5-5वटा बनाएर एउटै टिममा हाले पनि रियल मैड्रिड अलवेज फेभरेट हुन्छ, त्यसमा कुनै डबल थर्ड छँदै छैन के केटा हो। इजी हो त्यो चाहिँ। अब लालिगा जे जस्तो भए पनि अल्भारो आर्बेलोवाले चाटिरहेछ मैड्रिडको प्लेयरहरू, जुन अब भनिरहेछ कि मयर्कासँगको लस भइसकेपछि पनि ऊ गएर भन्यो कि हामीले बायर्न म्युनिखसँगको गेम चाहिँ बिर्सिने हुँदैन, त्यही गेमलाई फोकस गरौँ भनेर चाहिँ प्लेयरहरूलाई गएर भनिसकेको थियो भन्ने न्युजहरू आइसकेको थियो। अब हामी चाहिँ कसरी के लाइनअप हुनसक्छ त यो दुईवटा टिमको भनेर चाहिँ म कुरा गरिहालेँ। मैले लाइनअप यहाँ देखिन सक्छु है केटा हो, तिमीहरूलाई पनि हालिदिन्छु। लाइनअप चाहिँ बायर्नको लागि चाहिँ केन अब ट्रेनिङ गरिसकेको छ, केन हुनेवाला छ। अनि ग्नाब्री तपाईँले चिन्नुहुन्छ, सर्ज ग्नाब्री चाहिँ अहिले एज अ नम्बर 10 खेलिरहेको हुन्छ। सो ग्नाब्री विल बी नम्बर 10। अनि त्यसपछि ओलिजे भइहाल्यो। ओलिजे अब कति गोल्स एन्ड एसिस्ट 48 कति पुगिसक्यो, 40 भन्दा माथि पुगिसक्यो, केटो क्रेजी फायरमा छ। अनि लुइस डियाजको त कुरै नगरौँ, किमिच पाब्लोभिचको डबल पिभट मिडफिल्ड। यिनीहरू तपाईँलाई थाहा छैन भने चाहिँ 4-2-3-1 को ह्यारिकेनलाई टपमा स्ट्राइकर राखेर खेल्छन्। अनि बेला बेला चाहिँ डायमन्ड सेप पनि हुन्छ। सो अब यिनीहरूको डिफेन्समा चाहिँ अनि जोनाथन टा उपमेकानो चाहिँ हुन्छ अब सेन्टर ब्याक। अनि त्यसै गरी चाहिँ फुल ब्याकहरू लेमर अनि त्यसपछि स्ट्यानिसिच। अब तपाईँलाई थाहा छैन भने लेमर चाहिँ येलो कार्ड पायो भने चाहिँ लेमर चाहिँ आउट हुन्छ सेकेन्ड लेगको लागि है। अनि सेम उपमेकानो पनि। अब मैड्रिडको लाइनअप चाहिँ के हुनसक्छ, अब सबैलाई थाहा छ कि कोर्टुवा इज आउट है, यो चाहिँ बिग मिस। तर भाल्भर्डे आइसक्छ। भाल्भर्डे लालिगामा चाहिँ रेड कार्ड पाएको थियो, लालिगामा सस्पेन्डेड थियो। भाल्भर्डे विल बी ब्याक। सो अब मैड्रिडको लाइनअप ब्याकबाट चाहिँ मिलिटाओ र रुडिगर एज एक्सपिरियन्स बिग म्याचको लागि। डिन ह्युसन अलिकति इमेच्योर फलहरू गर्छ। अब लाइन ब्रेकिङ पास त हालिहाल्छ, तर स्टिल अलिकति एक्सपिरियन्स खालको डिफेन्स बनाउनको लागि चाहिँ मिलिटाओ र रुडिगर चाहिँ ब्याकमा हुन सक्छन्। अनि त्यसपछि चाहिँ एलेक्जान्डर आर्नोल्ड अनि कारियास विल बी स्टार्टिङ एज वेल। सो त्यसपछि चुआमेनी र पिताज भनेर चाहिँ यहाँ मैले देख्न सक्छु है। अब बेलिङमलाई स्टार्ट गराउन नसक्न पनि सक्छ, किनकि बेलिङम भर्खर आएको हो, अस्ति भर्खर खासै राम्रो गेम खेलेन, त्यति धेरै चान्सेस पाएन, स्टार्ट गरे होइन, 10-15 मिनट 20 मिनट 25 मिनट गर्दै आएको छ बेलिङम। सो अनि भाल्भर्डे इज ब्याक। सो भाल्भर्डे विल बी देयर। अनि गुलर भाल्भर्डे वी अल नो, अब भाल्भर्डे फुल ब्याकमा खेल्छ होइन, गुलर पनि भइहाल्यो। अनि त्यसपछि अगाडि चाहिँ वी अल नो अगाडि डिक्टेटर एम्बापे हुनेवाला छ, त्यसपछि विनिसियस जुनियर, बोथ विल बी प्लेइङ है त। अनि यो भयो। अनि लास्टमा प्रेडिक्सन वी विल बी देयर। प्रेडिक्सन मैले लास्टमा दिन्छु एकैचोटि। सो अब हामी मुभ गरौँ अर्को गेम, भोलिको आर्सेनल भर्सेस स्पोर्टिङ। बोटलर्सहरूको गेम आइसकेको छ। बोटलर्सहरूले बोटल गर्न छोडेको छैनन्। आर्सेनलले लगातार निरन्तरमा 2 हप्ता 3 हप्ता होइन, इन्टरनेसनल ब्रेक अगाडि तिनीहरूले धोयो। म्यान्चेस्टर सिटीले धोयो होइन। कराबाउ कपमा चाहिँ तिनीहरूले एउटा क्वाड्रपलदेखि 2टा टाइटलमा झरिसकेको छन्। म्यान्चेस्टर सिटीले जितेको थियो, 2-0 को भिक्ट्री थियो कराबाउ कपमा। अहिले अस्ति भर्खर भएको त्यो गेम साउथ ह्याम्पटनले पेलेको छ आर्सेनललाई केटा हो। एफए कप त हाम्रै भन्थे, एफए कप हाम्रै भन्ने टिमहरू साइड लागिसके, एउटा लिभरपुल अर्को आर्सेनल। सायद के हुन्छ यहाँ स्पोर्टिङले केही जादु गर्न सक्छ। स्पोर्टिङ पनि बवाल छ, स्पोर्टिङ राम्रो खेलिरहेछ। उता तिनीहरू आफ्नो होम पोर्चुगल लिगमा चाहिँ धेरै ग्याप होइन, कता पोर्टोसँग धेरै ग्याप छैन तिनीहरूको, जम्मा 1 गेम कम खेलेको छन्। सो 2-3 पोइन्टको ग्याप छ, धेरै छैन। गोल स्कोरिङ टिम हो। मैले यहाँ डाटा एमबीको हिसाबमा मैले हेरेको थिएँ, रिसर्च गरेको थिएँ। तिनीहरूको अलिकति नराम्रो भनेको चाहिँ तिनीहरू काउन्टरमा चाहिँ तिनीहरूको प्रोग्रेस गर्न सक्दैनन्, काउन्टर त्यति हान्न सक्दैनन्। नत्र आर्सेनल र तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ, आर्सेनल र स्पोर्टिङको टिमको चाहिँ कम्पेरिजन हेर्न सक्नुहुन्छ। लगभग सेम छ के एभ्रिथिङ सेम। हेर्नु, फिजिकलिटी सेम छ, प्रेसिङ सेम छ, डिफेन्डिङ अलमोस्ट, गोल्स यतिले आर्सेनल अगाडि होला होइन। कुनै प्रेसिङ र गोल्समा त गोल्स धेरै, नम्बर अफ गोल्स सबैलाई थाहा छ कि आर्सेनल त्यति हाल्दैन। डिफेन्सिभ अप्रोचमा आर्सेनल बच्छ, फिजिकलिटीमा राम्रो छ आर्सेनल, तर गोल्सहरू
पड्काउनमा चाहिँ स्पोर्टिङ इज देयर होइन। अनि यिनीहरू होममा त गेम हारेकै छैनन् केटा हो, होममा कति भइसक्यो होममा गेमै नहारेको यिनीहरू। 2025 हो लास्ट गेम हारेको भनेको, बोडो ग्लिमसँग हारेको थियो, त्यसपछि त हारेकै छैनन् होममा होइन, त्यही पनि नर्वे हो, बोडो ग्लिमको होममा चाहिँ हारेका थिए। त्यही भएर यो स्पोर्टिङको टिमलाई सानो सोच्न हुँदैन, गल्ती हुन्छ केटा हो, एकदम सेम छ। हामीले कम्पेयर पनि गरिसकेको छौँ। अनि त्यसपछि अब अभाइलेबल प्लेयरहरू कुन को हुन्छ भनेर चाहिँ म तपाईँलाई भनिहाल्छु। आर्सेनलबाट चाहिँ तातो खबर आएको छ कि साका विल बी मिसिङ केटा हो। साका जसलाई लियोनल मेस्सी मानिन्छ आर्सेनलको, साका विल बी मिसिङ है, साका विल बी मिसिङ। सो अलिकति नराम्रो पक्षमा देख्छु म, तर एजे पनि हुँदैन। अनि त्यसपछि त्यसै गरी चाहिँ टिम्बर पनि रुल्ड आउट भइसकेको छ, ट्रेनिङ गरेको छैन। अनि अर्को प्लेयर चाहिँ हिन्कापिए पनि मिस गर्छ, 2-4 प्लेयरहरू मिस गर्दैछन्। अनि मिकेल मरिनो त सबैलाई थाहा छ, हि इज आउट फर अ वाइल अहिले चाहिँ। अनि त्यसपछि मेन प्लेयर जो स्पोर्टिङको लागि चाहिँ एकदम क्रुसल थियो मिडफिल्डमा, जसले चाहिँ एकदम बवाल खेल्थ्यो होइन, डेक्लेन राइस अफ स्पोर्टिङ भनेर चिन्दा पनि भयो, मोर्टन ह्युलबान्ड डेनमार्कको प्लेयर चाहिँ मिस गर्दैछ, ऊ पनि ट्रेनिङमा थिएन, इन्जर्ड भइसक्यो भन्ने कुराहरू आएको छ। सो स्पोर्टिङ विल बी मिसिङ दिस की प्लेयर। अनि स्पोर्टिङको लागि चाहिँ स्पेसली त्रिन्काओ विल बी द प्लेयर टु वाच आउट फर, जो एकदम चान्सेसहरू बनाइरहेको हुन्छ, गोल पनि हानिरहेको हुन्छ। सो ही विल बी अल्सो द प्लेयर टु वाच आउट फर ट्रिन्काओ है, बार्साको प्लेयर हो। अफकोर्स ही क्यान डु समथिङ बेटर फर बार्सेलोना। सेमिफाइनलमा आर्सेनललाई, क्वार्टर फाइनलमा आर्सेनललाई नकआउट गर्यो भने त सेमिफाइनलमा बार्सा विल बी ह्याभिङ स्पोर्टिङ। सो अलिकति एडभान्टेज त भइहाल्छ है। मिकल आर्टेटाले 10-15-20 दिन कति दिनमा चाहिँ 2टा ट्रफीलाई चाहिँ बोतल हानिसकेपछि अब प्लेयरहरूलाई चाहिँ खतरा ट्रेनिङ दिँदैछ, पुरा पेन सेन यसरी छोएर ट्रेनिङहरू भइरहेछ है त्यहाँ। अबको च्याम्पियन्स लिगको गेमहरूमा चाहिँ खतरै खेल्नुपर्छ भनेर चाहिँ एकदम मोटिभेटेड देख्छु म। सो यो गेम चाहिँ फायरै हुनेवाला छ होइन। म्याक्स डोमेन पनि खेल्न सक्ने चान्सेसहरू देखिरहेको छु मैले, बिकज साका इज इन्जर्ड। अब सेकेन्ड लेगमा के हुन्छ वी विल सी, सेकेन्ड लेगमा आउँछ कि आउँदैन वी विल सी, वी विल लुक इन्टु इट। अनि अब लाइनअप चाहिँ कस्तो हुनसक्छ त। सो आर्सेनलले चाहिँ माडियोकेलाई चाहिँ साकाको रिप्लेसमेन्ट बनाउन सक्ने चान्सेस देख्छु। म्याक्स डोमेन पनि छ, सायद अब स्टार्टै नगरेर तर सेकेन्ड हाफमा चाहिँ वी क्यान सी इट। अनि ग्योकेरेस भइहाल्यो। स्पोर्टिङको प्लेयर जुन लास्ट सिजन थियो, होम कमिङ हुँदैछ ग्योकेरेसको। अनि मार्टिनेली च्याम्पियन्स लिगमा इज भेरी गुड। सो मार्टिनेली, गोकेरेस, मेडियोके, अनि त्यसपछि ओडिगार्ड, जुबिमेन्डी, राइसको मिडफिल्ड हुनेवाला छ। राइस ब्याङ्गर प्लेयर फर आर्सेनल, अनि एस वेल एस जुबिमेन्डी पनि। अनि पछाडि अब डिफेन्सिभ टिम कर्नर एफसी, कर्नरबाट गोल हाल्ने प्लेयरहरू छन्। ग्याब्रियल सालिबाको पेयरिङ हुनेछ, सेन्टर ब्याक पेयरिङ, त्यसपछि बेन वाइट र क्यालाफियोरी, अनि ब्याक गोलकिपिङ अप्सन चाहिँ रायाले दिनेवाला छ। अनि एस वेल एस अब स्पोर्टिङको लाइनअप चाहिँ कस्तो हुनसक्छ भनेर हामी हेर्छौँ भने सुवारेज, त्यो दाँतले काट्नेवाला सुवारेज चाहिँ होइन, सुवारेज छ। अनि त्यसपछि त्रिन्काओ छ। अनि अर्को प्लेयर टु वाच आउट फर स्पोर्टिङ विल बी पोतेको यो सिजन ब्याङ्गर गइरहेछ, डरो गोल हानिरहेछ पोतेले है। हेर्नु, तपाईँले हेर्नु भएको छैन भने पोतेको रिसर्च गरेर हेर्नु, राम्रो प्लेयर हो। अनि कातामो, अनि मोरिता र सेमियोस, नाम नसुनेको प्लेयरहरू छन् अलिअलि। त्यसपछि अराउखो, इनासियो, अनि डायमन्डे, अनि प्रेसेन्डे, अनि पछाडि चाहिँ रुई सिल्भा छ यिनीहरूको किपर। सो अब यसको प्रेडिक्सन पनि लास्टमा दिनेवाला छौँ। यो गेम पनि ब्याङ्गर हुनेवाला छ, कुनै पनि गेम चाहिँ बोरिङ त छँदै छैन है। अब हामी मुभ गर्छौँ हाम्रो प्यारे दुलारे, हाम्रो आफ्नै प्यारो टिम बार्सिलोना र एथलेटिको मैड्रिड। एउटा गेम अस्ति भइसक्यो, हामी सबैले हेरिसक्नुभयो होला, स्याटरडे। अब त्यहाँ अलिकति केजी थियो, फाइट के भयो, धेरै कुराहरू भयो। अब त्यो गेमलाई भुलाएर त्यो गेम लालिगालाई हामी इम्पोर्टेन्ट गेम, अब यो अर्को इम्पोर्टेन्ट गेम बुधबार राति हुँदैछ, भोलि चाहिँ छैन, पर्सि बुधबार राति हुँदैछ। सो यो गेमको पनि अब एकदम कुरा गर्न मन छ मलाई। सो अब बार्सिलोना भर्सेस एथलेटिको मैड्रिडको वेन्सडे नाइट क्याम्प नौमा हुँदैछ। सेकेन्ड लेग, रिटर्न लेग चाहिँ हाम्रो अवे हुनेवाला छ। सो अलिकति क्रुसियल हुनसक्छ हामीले ट्राई गर्ने हो कि हामीले क्याम्प नौमै यो गेम चाहिँ डन गरेर 2-3 गोल हानेर हामीले यो यहीँ सिद्धाइदिने हाम्रो सोच विचार हुनपर्छ है। सो मैले यही भन्दै चाहिँ हान्सी फ्लिकले पनि यही भन्नुभएको छ। भर मैले देखिरहेको थिएँ कि हान्सी फ्लिकको अप्रोच पनि वेन्सडे नै गेम डन गर्ने कुरा छ है। अनि अब को प्लेयरहरू अनअभाइलेबल छन्, को प्लेयरहरूले मिस आउट गर्न सक्छन्, को
को प्लेयरहरू येलो कार्डको वार्निङमा छन्। अब बार्साको लागि चाहिँ यदि फर्मिन लोपेज, यमाल, जेरार्ड मार्टिन, अराउको र कसाडोले चाहिँ येलो कार्ड लिए भने चाहिँ रिटर्न लेग चाहिँ मेट्रोपोलिटानोमा चाहिँ यिनीहरू खेल्नेवाला चाहिँ हुँदैन नै। सो लमिन यमालले चाहिँ स्पेसली फर्मिन लोपेजले पनि अभोइड गर्नुपर्छ चाहिँ कार्ड बुक गर्न। अनि अफकोर्स जेरार्ड मार्टिन, सबैले त सम्भव हुँदैन, कसैले न कसैले त खाइहाल्छ, तर वी विल एटलिस्ट ट्राई टु रिड्युस दिस काइन्ड अफ चान्सेस, रेकलेस फल चाहिँ नगर्ने भनेर। अनि त्यसपछि एथलेटिको मड्रिडबाट चाहिँ यो लिस्ट चाहिँ एकदमै धेरै छ है। यहाँबाट एक दुईजना त स्योर पर्छ है। सिमियोने छ, आफ्नै सिमियोनेको छोरा, रुगेरी छ, अनि बारियोस छ। बारियोस त अब सायद इन्जर्ड छ होला, सायद ऊ हुँदैन होइन, बारियोस इन्जर्ड छ। अनि त्यसपछि लोरेन्टे छ, लेनोर्मान्ड पनि छ, अल्माडा छ, लेङ्गलेट छ, पोबिल छ, धेरै प्लेयर छन्। पोबिल वापिस पनि आइसकेको छ, ओब्ल्याक पनि ब्याक टु ट्रेनिङ भइसकेको छ। सो धेरै प्लेयरहरू छन्। अब बार्साले पनि अब मेन कुरा भनेको चाहिँ अब अस्तिको गेम एकदम फिजिकल भयो, यिनीहरूले एकदम फिजिकलिटी देखाएर चाहिँ मिड ब्लकमा खेलेर अब यस्तै एक्सपेक्ट गर्न सकिन्छ हामी, गेम हाई एन्ड टु एन्ड हुनेवाला छ। अब बार्साले अफकोर्स दे विल कन्सिडर सम गोल्स। बार्सा मेन भनेको चाहिँ ट्राई टु विन अन क्याम्प नो गेम। क्याम्प नो गेममा नै 1-2 गोलको हामी लिड लिएर यदि मेट्रोपोलिटानोमा जान सक्यौँ भने त्यहाँबाट केही हुनसक्छ, किनभने बर्नाल पनि आउट भइसक्यो, अराउको चाहिँ आइसकेको छ। अराउको आई डोन्ट सी स्टार्टिङ, कुन्दे बाल्दे दे आर ब्याक, तर स्टिल म चाहिँ अराउकोलाई स्टार्ट गर्न चाहन्न। अब जेरार्ड मार्टिन र कुबार्सी हुँदाहुँदै अराउको आई डोन्ट वान सी हिम। अनि त्यसपछि चाहिँ अब कसरी चाहिँ लाइनअप हुन सक्छ है त बार्साको चाहिँ अफकोर्स अब कुन्डे आइसकेपछि कुन्डे आई वान सी कुन्डे, अनि जोआओ क्यान्सेलोको जस्तो गेम गयो, जोआओ क्यान्सेलो र कुन्डेलाई चाहिँ फुल ब्याकमा, अनि जेरार्ड मार्टिन र कुबार्सी जेसुकै होस्, जेरार्ड मार्टिन र कुबार्सी चाहिँ खेलाइदेऊ। अनि पेड्री अनि फ्र्याङ्की डियोङ अल्सो ही इज नट ब्याक, सो आई वान पुट एरिक गार्सिया चाहिँ राख्दा भयो। अब बर्नाल छैन, सो आई विल गो विथ एरिक गार्सिया। अनि हामीले देख्यौँ कि दानी ओल्मोलाई चाहिँ फल्स नाइन खेलाएको थियो, किनभने लेभेन्डस्की चाहिँ अलिकति ब्याक आएको थिएन। पोल्यान्डबाट वर्ल्ड कपको लागि क्वालिफायरको लागि गएको थियो, सो इन्टेन्स गेम पछि आएको थियो, गाह्रो भयो, सो ही वाज नट स्टार्टिङ। सो अब यो गेममा चाहिँ म फल्स नाइन दानी ओल्मो, अफकोर्स ही वाज गुड, सो त त्यही पनि मैले फल्स नाइन चाहिँ दानी ओल्मोलाई चाहिँ नराखेर चाहिँ दानी ओल्मो और फर्मिन लोपेज, यो चाहिँ एकदम गाह्रो हुन्छ डिसाइड गर्न। तर सायद म दानी ओल्मो तिर जान सक्छु। दानी ओल्मोलाई चाहिँ मैले चाहिँ नम्बर 10 खेलाएर चाहिँ लेभेन्डस्कीलाई एज अ स्ट्राइकर, अनि रासफोर्ड अनि यमाललाई आइम गोना सी लाइक द्याट। फर्मिन लोपेज र दानी ओल्मो चाहिँ प्लिज देख्न नपरोस्, किनभने रासफोर्डको गेम पनि राम्रो गएको छ है। अब एथलेटिको मड्रिडको लाइनअपको कुरा गर्ने हो भने चाहिँ अब तिनीहरूको त पुरै रोटेसन थियो, रेस्ट पाहान, सो इट विल बी क्रुसियल कि हामी अलिकति राम्रो खेलौँ, बल राखेर खेलौँ होइन। अब तिनीहरूको लाइनअप चाहिँ के हुन्छ म तपाईँलाई भनिहालेँ। एथलेटिको मड्रिडको लाइनअप चाहिँ यो प्रकार हुनेवाला छ। अब मुसो हुनेवाला छ, मुसो ब्याङ्गर किपर हो, म्यान अफ द म्याच पाएको थियो लास्टको गेम बार्सासँग खेल्दाखेरि अस्ति भरको। फेरान टोरेसको लभली सेभ पनि गरेको थियो। सो अब रुगेरी र मोलिना हुनेवाला छन् फुल ब्याकमा। रुगेरी पनि खेलेको थियो, मोलिना पनि अलिअलि मिनट्स पाएको थियो। मोलिना ब्याक आउँदैछ, खतरा खेल्दैछ। अनि ह्याङ्को र लेनोर्मान्ड है, धेरै प्लेयरहरू यहाँबाट येलो कार्ड सस्पेन्सन अवे छन्, 1वटा कार्ड मात्रै। सो यो कुरा चाहिँ वाच आउट पर्नेवाला छ हाम्रो टिमले। अनि कोके र लोरेन्टेको चाहिँ मिडफिल्ड हुनेवाला छ। अफकोर्स सिमियोनेले राइट मिडफिल्डर खालको रोल फ्ल्याङ्कमा खेल्नेवाला छ स्पेसली। अनि लुकम्यान पनि अलिकति डिप आउँदै, अनि त्यसपछि अगाडिबाट टेक अन लिँदै लुकम्यान पनि विल बी अ भेरी क्रुसियल पार्ट फर एथलेटिको मड्रिडको, सिमियोनेको एथलेटिको मड्रिड केटा हो। अनि अल्भारेज र ग्रिजमन पनि हुनेवाला छ। ग्रिजमनलाई जसरी हामीले रुवायौँ लास्ट गेममा, त्यसै गरी रुवाउन म देख्न चाहन्छु केटा हो ल। अनि त्यसपछि अब मेरो चाहिँ मेन कुरा चाहिँ के हो भन्दा, मैले चाहिँ बार्साको गेम चाहिँ अफकोर्स आई वान्ट माई टिम टु विन, अनि आई विल रियली वान्ट बार्सिलोना टु गो अल आउट। अब आउने पर्सि वेन्सडे नै क्याम्प नौमै म 2 गोलको लिड भयो भने म धेरै पोजिटिभ हुन्छु, धेरै नै पोजिटिभ हुन्छु। अब हामी लास्ट गेम चाहिँ कुरा गर्नेवाला छौँ लिभरपुल र पिएससीको बारेमा केटा हो। लास्ट इयरको फेरि रिभेन्ज लिन सक्ला त लिभरपुलले? जस्तो गेम खेलिरहेछ लिभरपुल, एकदम टक्लेको, आर्ने स्लोटको टक्लेमाथि पिम्पल सिम्पल के हो सबै आउँछ। यदि यहाँबाट पनि उसले जुन एफए कप त दिन्छु भनेर भनेको थियो, अब
पालो च्याम्पियन्स लिगको, किनभने प्रिमियर लिगमा पनि खासै राम्रो छैन केटा हो। टप 4 मा पर्दैन, टप 5 मा पर्दैन। सिचुएसन अवस्था एकदम गम्भीर छ लिभरपुलको पनि। उता पिएसजी को कुरा गर्छौ भने पिएसजी त फोडिरहेछ केटा हो। फाइनलमा पिएसजी आउला जस्तो छ। बायर्न म्युनिक र पिएसजी हुनेवाला छ। यदि कोही टिमले पिएसजी लाई रोक्छ भने त्यो हो बायर्न म्युनिक र भाइस भर्सा केटा हो। बायर्न म्युनिकलाई कोही रोक्छ भने त्यो हो पिएसजी। त्यही भएर पिएसजी लाई चाहिँ म ह्यान्ड्स अफ गरेर भन्नेवाला छु, यो लिभरपुलले रोक्ला जस्तो लाग्दैन मलाई। हो तिनीहरूको सेकेन्ड लेग लिभरपुल एन्फिल्डमा हुनेवाला छ सेकेन्ड लेग। जे भए पनि मैले यो पिएसजीले चाहिँ तोड्छ भनिरहेको छु। अब टिमको कुरा गर्ने भने पिएसजीमा अलिकति बिग नामहरूको मिसिङ छ, जस्तै फाबियन रुइज, ब्राडली बारकोला अनि मयुलु पनि एउटा यङ सुपरस्टार हुँदै गरेको प्लेयर, यो मिसिङ छ। तर यिनीहरूलाई भाले छैन। यिनीहरूको लिगान फ्रान्सको लिग यिनीहरूको आफ्नै लिग हो, यिनीहरूको बाको लिग हो। जति बेला मनलाई पोस्टपोन हानिदिने, जति बेला मनलाई खेलिदिने नखेलिदिने मन मर्जी चल्छ। यस्तो नहुन पर्ने हो। युएफाले यो अलिकति हेर्न पर्ने हो। यो अलिकति अप्पर एडभान्टेज हुन्छ नि त पिएसजीलाई। गेम रेस्ट पाउँछन् प्लेयरहरूले, चिल मारेर आइरहन् गेम खेल्न यार, बिचमा गएर चिल मारेर खेल्न आइरहन्। यस्तो अरू टिम उहाँ प्रिमियर लिगको बेला बेला ग्याप हुन्छ तिनीहरूको नि, क्रिसमसको बेलामा ग्याप हुन्छ। तर यो भन्दा यस्तो क्रुसियलको बेलामा यिनीहरूलाई ग्याप पाउने, पोस्टपोन गर्ने अरू टिम निसको हो होइन, यिनीहरूको गेम हुनुपर्ने थियो, सरी लेन्सको गेम हुनुपर्ने थियो, यिनीहरूको पोस्टपोन गरेर चिल छ, यिनीहरूलाई रेस्ट गरेर फुल आउनेवाला छन्। अनि उता लिभरपुलबाट चाहिँ एउटा एलिसन छ र अर्को ब्राडली छ, कोनर ब्राडली। त्यहाँभन्दा खासै बिग मिस चाहिँ छैन। अब एकिटिके छ, स्पेसली एलेक्जेन्डर इजाक पनि ट्रेनिङमा ब्याक आइसकेको छ। अब मेन भनेको फिजिकलिटी राम्रो छ, यिनीहरू राम्रै खेल्छ खेल्नलाई। तर मेन कुरा चाहिँ यिनीहरूले चान्सेस बढी गर्न नसकेको देख्दा मलाई पारो तात्छ। अब मेरो टिम त होइन, पारो तात्नु नपर्ने, तर म एकिटिकेको चाहिँ मलाई मनपर्छ, एकिटिके प्लेयर मनपर्छ। तर ब्रोले चान्सेसै फिनिस हान्दिन्न कि, चान्सेस फिनिस हानेन। अस्ति म्यान्चेस्टर सिटीमा तिम्रो गेम हेरेको थियो भने 45 मिनटमा 2 गोल हान्नु पर्ने थियो लिभरपुलले, तर नो, चान्सेस बढी नहानेपछि गाह्रो हुन्छ केटा हो। अब यिनीहरूको लाइनअप के हुनेवाला छ है। यिनीहरूको लाइनअपमा चाहिँ अब पिएसजीको त फ्रन्ट 3 सबैलाई थाहा छ, बलुन्दियोरो, डेम्बेले, डुवे छ, कुइचा, मेराडोना, क्वार्ट्सखेलिया छ। यो फ्रन्ट 3 ले आगो लगाउनेवाला मैले देखिसकेको छु। अनि भिटिना, जायर एमेरी र जोआउ नेवेस यो मिडफिल्ड क्रेजी। मैले त्यसै भने होइन पिएसजीले आगो लगाउँछ भनेर। हकिमी, नुनो मेन्डिस छ फुलब्याकमा, सेम टिम छ के, केही फरक छैन केटा हो, सेम टिम छ यार। यो टिमले फेरि ब्याक टु ब्याक जित्छ लिभरपुललाई होइन, च्याम्पियन्स लिग पनि जित्दिन सक्छ के। अनि पाचो र मार्किन्यो सेम छ कि, केही छैन। अब सेफेनोफ मात्र एउटा किपर छ पछाडि चाहिँ, डिफरेन्स भनेको त्यति हो। अनि अब एलेक्जेन्डर इजाक आइसक्यो, सालाले चाहिँ छोड्ने भन्दैछ, साला खेल्छ कि खेल्दैन। यस्तो हाई इन्टेन्सिटी, यस्तो च्याम्पियन्स लिगको बिग गेममा थाहा छैन मलाई, खेल्न सक्छ नखेल्न सक्छ। तर मैले चाहिँ मेरो टिममा चाहिँ मैले सालालाई राख्नेवाला छु। साला हुनेवाला छ, एलेक्जेन्डर इजाक आए पनि सायद मैले सालालाई देख्न सक्छु। इजाक सायद गेम स्टार्ट ओपन गर्न लाइनअपमै आउन चाहिँ सायद नसक्ला होइन, त्यही भएर साला, आई विल सी साला देयर। अनि एकिटिके खेल्नेवाला छ सालासँग अगाडि होइन। अनि त्यसपछि चाहिँ विल्ड्स हुनेवाला छ, सबोस्लाई हुनेवाला छ। अनि त्यसपछि ग्राभेनबर्ग, म्याकलेस्टर अनि फ्रिम्पङ र खिर्केजको चाहिँ फुलब्याक ब्राडली, कोनर ब्राडली छैन, सो फ्रिम्पङ र खिर्केज हुनेवाला छन्। अनि पछाडि चाहिँ कोनाटे, भेन्डाइकको सेन्टर ब्याक डुओ। अनि पछाडि चाहिँ मार्मादोस्ली, के भन्छ त्यो किपरको नाम, बिकज एलिसन इज नट देयर है त। यही थियो सबै म्याच प्रिभ्यू, यताउता अलिअलि जाने बुझेको कुराहरू है। अब हामी लाग्छौँ प्रिडिक्सनको बाटोमा। र पहिलो गेम जसरी मैले सिरियल वाइज भने त्यही अनुसार हामी प्रेडिक्ट गर्दै जानेवाला छौँ, रियल माद्रिद भर्सेस बायर्न म्युनिक। ल, रियल माद्रिद भर्सेस बायर्न म्युनिकमा चाहिँ के हुन्छ मैले भनिहालेँ। आई एम सरी टु से बायर्न म्युनिकको फ्यानहरू, फर्स्ट लेगमा चाहिँ रियल माद्रिदले सानो मार्जिनसँग जित लिएर एलायन्स एरिना जानेवाला छ। 2-1 को भिक्ट्री हुनेवाला छ फर्स्ट लेगमा। सेकेन्ड लेगमा चाहिँ क्लिन्च गरेर एलायन्स एरिनामा चाहिँ तोड्नेवाला छ बायर्न म्युनिकले 3-1। यस्तै गरेर चाहिँ एग्रिगेटमा 4-2 बायर्न म्युनिक। यो रिजल्ट भएर बायर्न म्युनिक विल बी द फर्स्ट टिम टु क्वालिफाई फर, फर्स्ट टिम त नभनौँ होइन, जे भए पनि बायर्न म्युनिक विल बी क्वालिफाइङ टु द सेमी फाइनल। त्यसपछि अर्को थियो आर्सेनल र स्पोर्टिङ। अब यहाँ मैले के भनौँ, आर्सेनल बोटलर्स भनौँ के भनौँ होइन, जे भने पनि यहाँ मलाई के लाग्छ कि आर्सेनल फर्स्ट लेग टफ हुन्छ स्पोर्टिङको होममा,
ड्र 0-0 कि 1-1 यस्तै हुनेवाला छ र सेकेन्ड लेगमा तिनीहरूको होम एमिरेट्स स्टेडियममा तिनीहरूले विन निकाल्नेवाला छन् 2-0 को भिक्ट्री सो इट विल बी 3-1 टु आर्सेनल बोथ लेग मैले सबै अगाडि पछाडि दुईटा लेग गरेर चाहिँ कम्बाइन्ड मैले स्कोर भनेछु 3-1 टु आर्सेनल किन यहाँ पनि धन्न बोटलिङ भइसकेको थियो मबाट त्यही भएर आर्सेनल विल अल्सो गो थ्रु आर्सेनल विल बी द सेकेन्ड टिम टु क्वालिफाई फर द च्याम्पियन्स लिग सेमिफाइनल है त अनि अर्को हाम्रो प्यारो दुलारो बार्सिलोना के हुन लाग्छ मैले तपाईँलाई भने नि अघि नै बार्सिलोनाले हाई इन्टेन्सिटी हाई एन्डमा गएर चाहिँ मेन कुरा फर्स्ट लेगमै यिनीहरूले गेम भ्याउनुपर्छ सो आई विल स्टिक टु माई स्कोर लाइन कि बार्सिलोना विल विन 3-1 इन क्याम्प नाउ अनि त्यसपछि बार्सिलोना विल विन अगेन इन मेट्रोपोलिटानो 2-1 सो द ओभरअल स्कोर लाइन विल बी 4-2 टु बार्सिलोना पनि क्वालिफाई हुनेवाला छ र यो गेममा तपाईँले देख्न सक्नुहुन्छ कि लमिन यमाल विल बी द बेस्ट प्लेयर लमिन यमाल विल विन बोथ गेममा लमिन यमालले चाहिँ एकदम क्रुसियल गेम खेलेर चाहिँ लमिन यमालले दुईटै गेमको म्यान अफ द म्याच बिगेस्ट इम्प्याक्ट प्लेयर बन्नेवाला छ चेक आउट दिस वान अनि लास्टको चाहिँ लिभरपुल भर्सेस पिएसजी यो चाहिँ अब खै मैले प्रेडिक्सन गर्न पनि पर्दैन जस्तो लाग्छ पिएसजी विल थ्रास पिएसजी चितडा उडाउनेवाला चाहिँ एउटा चितडा उड्नेवाला छ लिभरपुलको आर्ने स्लटको टक्ला त्यही फर्स्ट लेगमै भोलि पर्सि नै सायद बिहिबार तिमीहरूले न्युज सुन्न सक्छौ कि आर्ने स्लटको टक्ला स्याक भयो भनेर सो आम रियली सरी टु से द्याट केटा हो लिभरपुल विल गेट ह्युमिलिएटेड है त एन्फिल्डमा पनि अनि पिएससीको होम ग्राउन्डमा पनि सो आई विल गो फर्स्ट लेगमा चाहिँ गेम केजी हुन्छ सो 2-0 विन टु पिएससी अनि त्यसपछि एनफिल्डमा गएर सुरुमा 2 गोल त फर्काउँछ होइन लिभरपुलले सुरुमा 2 गोल त फर्काउँछ तर हान्छ फेरि 4 गोल हानिदिन्छ पिएसजीले अन्तिमसम्म सो द एग्रिगेट स्कोर लाइन विल बी 6-2 पिएसजी केटा हो ल तिमीहरूलाई मेरो प्रेडिक्सन तिमीहरूलाई यो भिडियो कस्तो लाग्यो प्लिज लाइक प्लिज सब्सक्राइब जे गरे नि गर त्यसपछि हामी अब पुगिसकेका छौँ यो च्याम्पियन्स लिगको प्रेडिक्सन कस्तो लाग्यो ड्रप गर कमेन्ट गर तिमीहरूको पनि प्रेडिक्सन हालिहाल कमेन्टमा अनि सब्सक्राइब गर्न चाहिँ नभुल तिमीहरूको साथीहरूलाई पनि सेयर गर भिडियो जे गर्न मन छ त्यही गर इन्जोय केटा हो गुड लक सबैलाई